दर्शकवृन्द नमस्कार। तस्करी नियन्त्रणका लागि स्थापना गरिएको आइसिपीकै छायाबाट अवैध कारोबार मौलाइरहेको आरोप लागेको छ। नेपालगञ्जको पचपोखरी, नदै गाउँ, साई गाउँ रुटबाट दैनिक रूपमा सामान भित्रिने गरेको स्थानीयको दाबी छ। सीमामा सर्वसाधारणमाथि कडाई देखाइए पनि सङ्गठित तस्करीमाथि प्रभावकारी नियन्त्रण हुन नसकेको भन्दै सशस्त्र प्रहरी र नेपाल प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। आखिर तस्करीको यो सञ्जाल कसको संरक्षणमा चलिरहेको छ भन्ने प्रश्न अहिलेको सीमा क्षेत्रमा चरको रूपमा उठ्न थालिएको छ।